हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। म हो सृष्टि र आज चाहिँ बाबुले स्कुल पुर्याउनुलाई यस्तो ठुलो पानी पर्यो अनि बाबुले पुर्याएर म चाहिँ घर आइपुगेँ। अनि पुरा पानीले भिजेको छ क्या। आज चाहिँ ठुलो पानी परेको थियो जानुको चाहिँ। अनि साथीहरू म तपाईँहरूलाई देखाउँछु। आज बिहानदेखि पुरा पानी परिरहेको छ र यहाँनिर पुरा पानी जमिरहेको छ, देख्न सक्नुहुन्छ होला। पुरा अनि रातभरि पनि परेको थियो नि त, त्यही लागि साथीहरू। अनि फटाफट अनि स्कुलदेखि आएँ, खाजाहरू बिहानै खाएर गएको थिएँ। अनि त्यसपछि आएर यहाँनिर चाहिँ आज पानी परिरहेको छ, बाहिरको त यति साह्रो केही काम छैन भनेर यहाँनिर चाहिँ खासमा यो चिम्नी चाहिँ अस्ति दसैँ दिवालीको बेलै सफा गर्ने भनिरहेको थियो। फेरि त्यति बेला पनि यति धेरै बिजी भयो नि त, अनि त्यही लागि यहाँनिर चाहिँ हामीले सफा गरेको थिएन। अनि आज चाहिँ यहाँनिर निकाला भन्नुभएको थियो नि त, आमाले याद ल्याइदिनु भएको थियो। अनि त्यही नै यहाँनिर फटाफट चिम्नी सफाइ गर्नु सुरु गरेको छ। म चाहिँ यहाँनिर चिम्नीको सबै हुन्छ नि पार्टहरू छ पुस्नुको लागि निकालेर साइडमा राखेँ। अनि त्यसपछि त्यो चाहिँ आमा गर्नुहुँदैछ, म चाहिँ यहाँनिर चिम्नीको माथि सबै सफा गर्दैछु साथीहरू। आज चाहिँ हाम्रो पानी परेको दिनमा चाहिँ भित्रको काम आज एउटा काम सकिँदैछ साथीहरू। फटाफट यहाँनिर सफाइ पनि सक्यो। अब चाहिँ दिनको खानामा यहाँनिर छ हाम्रो मुलाको साग। अनि यसलाई भिजाएर अनि धोएर चाहिँ राख्ने, अहिले खाने बेला तातो बनाउने भनेर यहाँनिर चाहिँ म धुँदैछु। अनि यति धेरै बालुवा हुन्छ नि, माटोभन्दा पनि बेसी बालुवा पुरा हुन्छ नि त। अनि हिलो माटो बालुवा र पुरा, अनि त्यसलाई पनि यसले चाहिँ अघि भिजाएर राखेको थियो। र यसको चाहिँ अब धुने काम चल्दैछ मेरो। अनि साथीहरू सबैजनाको दसैँ दिवाली तिहारहरू सबैजना राम्रो भयो होला, र पनि राम्रो भयो, रमाइलो भयो। अनि यहाँनिर मेरो काम चल्दैछ। अनि अब चाहिँ बाबुले लिन जाने बेला पनि भइसकेको थियो नि त, त्यही भएर साथीहरू। अनि यो थियो पपाया हाम्रो घरमै फलेको। अनि पानी नानीलाई लिन जाने बेलासम्म पनि यति बेसी पानी परिरहेको छ साथीहरू। अनि देख्न सक्नुहुन्छ होला हाम्रो घरमा केरा पनि फलिरहेको छ मजाले। अनि अब चाहिँ म रेडी हुँदैछु बाबुलाई लिन जानुको लागि। पुरा पानी चाहिँ परेछ, रोकिँदैन रहेछ आज चाहिँ दिनभरि। अब चाहिँ पानी परे पनि जानुपर्ने हुन्छ बाबुलाई लिनुको लागि। बाबु र म स्कुलदेखि आइ पनि सक्यो। अनि त्यसपछि यहाँनिर चाहिँ शुभमले बसेर आफै खाना खान्छु। आज चाहिँ भन्दै थिएँ नि त मोबाइल हेर्नु पाएर, अनि यहाँनिर चाहिँ बाबुलाई खाना दिएको छु। म चाहिँ खाइसकेँ र त्यसपछि आएको छु म माथि, किनभने चाहिँ यो प्लान्ट थियो शुभमको स्कुलदेखि। अनि त्यहाँ काटेर फ्याँक्नु हुँदै थियो नि त, अनि त्यही भएर हामी चाहिँ लिएर आएको थियो यो वाला। अनि यति धेरै पत्ता मजाको छ नि यसको। अनि यसको चाहिँ टुप्पा माथि चाहिँ हुन्छ भन्ने थाहा छैन, त्यो पनि मैले यसलाई पानीमा राख्नु पऱ्यो भनेर अस्तिदेखि भित्र राखिरहेको पानीमा। फेरि भित्र पनि पुरा पातहरू ओइलो नि त्यसको, अनि त्यही भएर त्यसले चाहिँ म लिएको छु माथि छतमा साथीहरू राख्नुको लागि। अनि म आइसकेको छु फेरि बाबुलाई सुताउनुको लागि। अनि ऊ चाहिँ दिनमा आइले सुत्नु मान्दैन नि त। अनि त्यसपछि अब बाबु सुत्नु नमानेपछि मेरो चाहिँ काम थियो यहाँनिर बेड मिलाउने काम। अनि म चाहिँ अस्ति यहाँनिर बेडमा सामानहरू निकाल्नुको लागि प्लाइ हुन्छ नि पुरा कता नमिलेर अनि यस्तो उस भएको छ नि अप्ठ्यारो। अनि त्यही लागि साथीहरू म चाहिँ बाबु सुत्दैन भनेपछि म चाहिँ आफ्नो काम गर्नु पऱ्यो भनेर म फेरि यहाँ लागेको छु आफ्नो कामतर्फ है साथीहरू। मेरो चाहिँ यो प्लाइ नमिलेर क्या, अनि बेड पनि यस्तो अप्ठ्यारो भएको थियो नि। अनि त्यही लागि म चाहिँ यहाँ आज बाबु नसुत्नु रहेछ भनेर म चाहिँ आफ्नो काम फटाफट सुरु गर्दैछु। बाबु चाहिँ यताउता खेल्दैछन्। अनि उसलाई चाहिँ भुइँमा अब सबै बेडहरू निकालेपछि मजा लाग्यो, मलाई चाहिँ खुसी लाग्यो भन्दै थियो नि त। अनि फटाफट म चाहिँ त्यो मिलाउने कामहरू मिलाएर अब चाहिँ बेड मिलाउँदैछु। यहाँनिर बाबुले जिस्काउँदै थियो, मैले चाहिँ बेडहरू सबै मिलाइसकेँ साथीहरू। अनि एकछिनमै अब जस्ताको त्यस्तै भइहाल्छ, नानीसँग केही अब सत्लक्क केही चिज राखौँ भन्दा नि हुँदैन नि त। अनि फटाफट एकछिनलाई चाहिँ मिलाइसकेँ र अब चाहिँ बाबु खेल्दैछन् साइडमा। अनि यो थियो हाम्रो इभिनिङ टाइममा शुभमको बाबा आउनुभयो अफिसदेखि। अनि त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ होला साथीहरू मैले बनाएको थिएँ चिया भन्दा पनि मैले कफी बनाएको थिएँ। अनि तपाईँहरू लाग्दैछ होला अचम्म है, यत्रो ठुलो भाँडामा यति चिया लिएको छु नि त मैले। अनि म चाहिँ अघि पिइसकेँ, थोरै नै लिएको थिएँ, मतलब यो चाहिँ ठुलो भाँडा भएर एकै जग्गामा मैले कफी बनाएको भएर चाहिँ मैले त्यही ठुलो भाँडामै लिएँ साथीहरू। अनि यहाँनिर मजा आयो आज चाहिँ चिसोको दिनमा है बसेर चिया पिउनुमा। अनि यति साह्रो पिउँदिनँ चिया। अनि कोही बेला जब साथी हुन्छ, जब एकदमै धेरै चिसो हुन्छ तब चिया एकदमै धेरै पिउनु मन लाग्छ, नत्र भने अरू बेला चाहिँ यति धेरै चिया पिउँछु भन्ने चाहिँ हुँदैन साथीहरू। अनि हुन्छ नि साथीहरू भयो भने चाहिँ म चिया पिउँछु यहाँनिर। अनि चिया पनि एकछिनै पिउँदै चलिरहेको थियो नि त। अनि फटाफट चियाहरू पिइसक्यो। जो बोतल का पहले सीधा हुआ उसके कमेंट खाएगा। ओ बोतल वाला च्यालेन्ज गर्ने। पहले
ओह बहुत प्यारे था वो तो नखाम होला हौ यो हामी त आज कन्टेस्ट नगरौँ होला है कन्टेस्ट कुन चाहिँ कन्टेक्स्टमा भन्नुभएको अब चाहिँ हाम्रो वाइ च्यालेन्ज हुँदैछ है शिवम हो कि हुँदै र चाहिँ भाग्नु डबलमा ठिकै छ भगवान् चाहिँ बनाउने हो आज शुभमको के भन्छ रिक्वेस्टमा आज हाम्रो यहाँ च्यालेन्ज भिडियो बन्दैछ है अनि साथीहरू यहाँनिर चाहिँ मैले वाइ बनाएर पनि लिएँ एकदम धेरै सिम्पल अनि अलिकति पिरो हालेको थिएँ अनि त्यसपछि बाबुले चाहिँ अस्ति हामी चाहिँ पहिले बनाएर गएको थियो नि त त्यो याद भएर चाहिँ उसले च्यालेन्ज गर्ने भनिरहेको थियो अनि त्यसपछि है नानीको रहर यहाँनिर हामी पुरा गर्दैछौँ बोतल चाहिँ एउटा अर्धेक बनाइदिनु किन हो पनि युज एन्ड थ्रो भएर हो कि एउटा बिर्नु बनाइदिनु अनि हामी चाहिँ यत्तिकै वाइ चाहिँ फटाफट खाइहाल्यो अनि उसँग चाहिँ यहाँनिर बोतल हटाउने कसरी भन्थ्यो उसलाई चाहिँ यहाँनिर भुलाउँदै अनि हामी चाहिँ तातो तातो वाइहरू खाइसक्यो साथीहरू अनि बाबु चाहिँ त्यही हेर्दै खुसी है नानीहरूले अब कहिले काहीँ मोबाइलमा देख्छ अनि अस्ति योभन्दा पहिला चाहिँ एकचोटि गरेको थियो नि त त्यही भएर उसलाई चाहिँ त्यही नै चाहियो अरे हो उसले चाहिँ खानु मानेको थिएन नि त जब बोतल हटिदिन्छ तब गर्छु भन्दै थियो साथीहरू म चाहिँ खाइसकेँ यहाँनिर तातो तातो वाइ आज चिसोको दिन हुन्छ त साथीहरू आजको लागि हाम्रो भिडियो यति नै बाइ बाइ